नमस्ते गुड मर्निङ सबैजनालाई वेलकम छ तपाईँहरूलाई है मेरो सानो भ्लगमा र म फर्स्ट यो भ्लग स्टार्ट गर्दैछु है। अनि यो मेरो फर्स्ट भ्लग चाहिँ नेपाल टु दिल्ली जाँदैछु मेरो साथीहरूलाई भेटघाट गर्नु है। त्यस्तै गरेर म के कस्तो हुन्छ ट्राभलिङमा है तपाईँहरूलाई देखाउनेछु र म चाहिँ रेडी भएर निस्किसकेको छु अहिले फिलहाल अब बाहिरै गाडी भेटिहाल्छ है। म नेपाल टु दिल्ली जाँदैछु। यस्तै मेरो साथीभाइहरू एकदमै मिल्ने साथीहरू एकदम मिल्ने साथीहरू सानै बचपनदेखिको जुनियर हायर ड्युटी सँगै गरेको केटा साथीहरू छन् है। त्यही म साथीहरूसँगै भेटघाट गर्दै मेरो फर्स्ट यो ट्रेनमा ट्राभल गरेको फर्स्ट हुन्छ है। कस्तो एक्सपिरियन्स भयो म त्यो सबै देखाउँछु है तपाईँहरूलाई। हुन्छ सबैजनालाई माया छ है। मेरो च्यानलमा सबैजनालाई वेलकम छ। प्लिज सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट्सहरू गरिदिनु होला। प्लिज दामी दामी कन्टेन्टहरू लिएर आउनेछु म है। त्यही हो, बस्दै गरौँ भेट्दै गरौँ। म तपाईँहरूलाई के कस्तो भयो देखाउँदै देखाउँदै जानेछु। लाइक अहिले म ठिकै अब गाडी पनि आउन आँटेको छ, चढेर जान्छु र त्यही हो। सबैजनालाई माया छ, सम्झना छ है। सबैजना फलो गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्रकाश 69 भ्लगमा है। हुन्छ गाइस, अब म चाहिँ है निस्केको है। अब के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँदै जाँदैछु। र एकजना साथी चाहिँ सिलगढीमा छ, दुईजना साथीहरू चाहिँ दिल्लीमा छन्। एउटा सिलगढीको साथीलाई चाहिँ 3 तारिक म 3 तारिक भेटघाट गरेर सँगै निस्किन्छौँ त्यहाँदेखि हामी दुईजना चाहिँ। अनि दुईजना चाहिँ दिल्लीमा छन्, दिल्लीमा भेट्छौँ। के कस्तो हुन्छ देखाउँदै देखाउँछु तपाईँलाई। ल गाइस, किप सपोर्टिङ है गाइस। म निस्केको अहिले चाहिँ जस्ट अब गाडी पनि आउन आँटेको छ। त्यही हो, भ्लग गर्दै जानेछु है। सपोर्ट गरिदिनु होला। फाइनली गाइस